सबैलाई नमस्कार। म भिसा विषयमा विशेषज्ञ प्रशासनिक लेखक सामेजिना हुँ। आज म तपाईँहरूलाई बताउन चाहने कुरा के हो भने डिसेम्बरदेखि जापानमा पढिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदन प्रक्रिया सुरु भइसकेको छ। त्यही बीचमा धेरैले यस्तो सोध्नु भएको छ, प्राविधिक, मानवीय ज्ञान वा अन्तर्राष्ट्रिय सेवाको कामका लागि हुने कामदार भिसा आवेदन गर्दा कारण लेख्ने कागजमा के लेख्नुपर्छ? आज म यसको जवाफ सजिलै बुझिने गरी छोटकरीमा बताउनेछु। सबैभन्दा पहिले निष्कर्षबाट सुरु गरौँ। कारण लेख्ने कागजमा तपाईँको पढाइ र कामको अनुभव र अब जापानमा गर्ने काम यी बीचमा कति राम्रो सम्बन्ध छ, यो कुरा इमिग्रेसन कार्यालयका कर्मचारीले सजिलै बुझुन् भन्ने उद्देश्यले एउटा कथा जस्तो बनाएर लेख्ने हो। उदाहरणका लागि, कुनै कम्पनीले तपाईँलाई कामका लागि छानेको छ भनौँ। त्यस अवस्थामा कारण पत्रमा यस्ता कुराहरू स्पष्ट लेखिन्छ। तपाईँले अहिलेसम्म जापानमा वा आफ्नो देशमा के विषय पढ्नुभयो, कस्तो कस्तो काम गर्दै आउनुभयो, तपाईँको पढाइको इतिहास र कामको अनुभव, त्यो पढाइ र अनुभव अहिले कम्पनीले प्रस्ताव गरेको काम पोस्टसँग कसरी मिल्छ, कसरी जुडिरहेको छ र त्यस काम मार्फत आगामी केही वर्षमा तपाईँले आफ्नो करियरलाई कता कता पुर्याउने लक्ष्य राख्नु भएको छ, यी सबै कुरा सम्भव भएसम्म ठोस उदाहरणसहित क्रमबद्ध रूपमा लेख्दै जानुहुन्छ। यदि कारण पत्रमा जापानमा बस्न र काम गर्न चाहन्छु, सिप बढाउन चाहन्छु जस्ता सामान्य कुरा मात्र लेखियो भने कागजको कमजोर देखिन्छ र भिसा अस्वीकार हुने सम्भावना धेरै हुन्छ। महत्त्वपूर्ण कुरा के हो भने तपाईँको पढाइ वा कामको पृष्ठभूमि, कम्पनीमा गर्न लागेको काम, तपाईँको भविष्यको करियर लक्ष्य, यी तीनवटै कुरा एउटै सिधा लाइनमा जोडिएको जस्तो देखिनुपर्छ। त्यो सम्बन्ध स्पष्ट देखियो भने मात्र ओहो, यस मानिसको योजना राम्रोसँग सोचेको रहेछ भनेर इमिग्रेसनका कर्मचारीले विश्वस्त हुन सक्छन्। त्यसैले तपाईँको जीवनको कथा जस्तै बनाएर पढाइ, अनुभव, अहिलेको काम र भविष्यको लक्ष्य, यीलाई सुन्दर तरिकाले जोडेर कारण पत्र तयार पार्नु मुख्य बुँदा हो। तपाईँको भिसा भनेको तपाईँको जीवनको दिशा तय गर्ने निकै महत्त्वपूर्ण कुरा हो। त्यसैले अरूले गरिदिन्छ भनेर मात्र निर्भर नहुने, तपाईँले पनि भिसा प्रणाली र आवश्यक कागजपत्रबारे आधारभूत ज्ञान अनिवार्य रूपमा राख्नुपर्छ। म भिसा सम्बन्धी प्रक्रिया र कागजपत्रमा विशेष रूपमा काम गर्ने कानुनी प्रतिनिधि, प्रशासनिक प्रक्रिया हेर्ने विशेषज्ञका रूपमा विदेशीहरू र जापानी कम्पनीहरू दुवैका लागि उपयोगी जानकारीहरू लगातार बाँड्दै आएको छु। यदि यस्तो जानकारी तपाईँलाई सहयोगी लाग्छ भने मेरो सामग्री नियमित रूपमा हेरेर साथ दिनुहोस्। भिसा आवेदनबारे कुनै जिज्ञासा छ भने वा मलाई सल्लाह चाहिन्छ, दस्तावेज तयार गर्न र आवेदन हाल्न सहयोग चाहिन्छ भन्ने कुरा छ भने संकोच नगरिकन सन्देश वा फोन गरेर सोध्नुहोस्। तपाईँको महत्त्वपूर्ण भिसा प्रक्रियामा म सकेसम्म साथ दिन्छु।ビザ申請のことならシャーク